दिदी नमस्कार। नमस्कार। मेरो नाम विजय श्रेष्ठ। मेरो संस्था नवप्रतिभा हाल सेवा केन्द्र गिरिबारीको कार्यालय प्रमुख। यहाँलाई स्वागत छ। दिदीको शुभ नाम? सबैलाई नमस्कार। नमस्कार। मेरो नाम यानिसरा टारुङ मगर। मेरो उसेकोट 2 गुयारी घर। अहिले हाल हजुरको घरमा कतिजना परिवार को हुनुहुन्छ? मेरो श्रीमान, मेरो छोरा, अनि बुहारी, छोरी, नातिनी 8 जना परिवार छन्। 8 जना हुनुहुन्छ। अहिले हजुरको 8 जना परिवारले जीविकोपार्जन गर्नको लागि के काम गर्दै आउनु भएको छ त नि? हल्का यसो जानकारी गराइदिनुहुन्छ कि? मैले यो कृषि नैबाट काम गरेर आएको छ। हजुर। अनि अहिले कृषिमा के लगाउनु भएको छ त नि? अहिले कृषिमा चाहिँ काँक्रा, हजुर, अनि काँक्रा, अनि टमाटर, काउली छ, बन्डा छ, आलु छ, घिसिङी छ, अनि तौरी पनि छ। हजुर। लगभग यो धेरै लाउनु पर्दो रहेछ होइन? कति जति जमिनमा लगाउनु भएको छ त नि? लगभग 1 बिघा जति छ होला। 1 बिघा जतिमा लगाउनु भएको छ। हजुर। अनि यो 1 बिघा जति कृषि गर्नको लागि त हजुरलाई अलिकति पैसाको आवश्यकता पर्छ होइन? यो कताबाट जुटाउनु भएको छ त नि? यो चाहिँ नवप्रतिभाबाट संस्थाबाट जुटाएको हो। अनि म चाहिँ नि यो नवप्रतिभा संस्थामा चाहिँ आबद्ध भएको चाहिँ 73 सालमा। अनि मैले त्यहाँदेखि सुरु गरेको कृषिको लागि। मैले पहिला सानो गरेको थियो, थोरै 2-3 कट्ठामा थोरै मात्रै गरेको। अनि पहिला 25,000 निकाल्नु भयो। त्यहाँदेखि अगाडि बढ्दै यहाँसम्म छ। सुरुमा हामीले चाहिँ 25,000 रुपियाँ ऋण खाएर होइन धेरै थोरै चाहिँ कृषि गर्दै आउनुभयो। त्यसपछि दोस्रो पटक तेस्रो पटक पनि निकाल्नु भएको थियो होला। अब 1 बिघाको लागि गर्नको लागि चाहिँ त्यतिले 25,000ले त नपुग्ला होइन? के कति जतिसम्म चलाउन सक्नु भएको छ त नि? चलाउनु भएको छ? मैले ऋण पहिला चाहिँ त्यो 25,000, अनि पछि 1 लाख, अनि पछि चाहिँ 1,50,000। हजुर। अनि अहिले 1 बिघा लगाउँदा चाहिँ मैले चाहिँ 5 लाख निकालेर नवप्रतिभामा आबद्ध हुनुभएको 73 सालदेखि हालसम्म चाहिँ रेगुलर हजुरले बचत गर्दै किस्ता चल्दै हिँड्नु भएको छ। अहिले चाहिँ 5 लाखसम्म चलाउनु भएको छ। ठिक छ। अनि दाइ हजुर श्रीमान, हजुर होइन श्रीमान, के छ हजुरको घर परिवारमा कतिको मिलोमत्तो छ त नि यो खेती कृषि गर्नको लागि? अहिलेसम्म सराएको छ कृषिमै। अब कृषिबाट नै अब जीविका प्रदान गरेको छ। अहिलेसम्म अब यही कृषिबाट नै अब परिवारलाई चलाउने सोच गरेको छ। अब तपाईँको यो परिवारको संस्थाबाट हामीले अब लोनहरू खाएर यसरी चलाएको छ। ठिक छ। त्यसो भए हजुरले अहिले चाहिँ समग्रमा गर्दै आउनु भएको चाहिँ काँक्रा खेतीहरू देखेर होइन, आलु काउली बन्दाहरू, प्रशस्त टमाटरहरू लगाउनु भएको रहेछ है, र घर बङ्गुर बाख्रा पनि पाल्नु भएको रहेछ है। आम्दानीको स्रोत दिवस गर्ने हो भने विदेश जान नपर्दो रहेछ भन्ने खालको हजुरले जानकारी गराउनु भएको छ। धेरै धेरै धन्यवाद। र लास्टमा हजुर आबद्ध हुनुभएको नवप्रतिभालाई केही सन्देश दिन चाहनुहुन्छ कि हाम्रो दाइले? हाम्रो परिवारलाई हामी धेरै अब हामीले यो हामीलाई यो चल्नको लागि निम्ति हामी जो कारोबार गर्नको लागि धेरै सहयोग गर्नुभएको छ। अझै पनि हामी जस्तो मान्छेहरूलाई धेरै छ, उनीहरूले पनि हाम्रो नवपरिवारबाट धेरै सहयोग सपोर्ट हुन सकेको होस्। र हामी जस्तै यो कृषिहरू गरेर गर्न सकेको होस् भन्ने चाहन्छ। र धेरै प्रगति हुन सक्यो। हाम्रो नवपरिवारलाई पनि अब धेरै सहयोग गर्न सकेको छ। धन्यवाद हाम्रो दाइले। र हाम्रो यानिसरा दिदीको तर्फबाट केही
देश विदेश रहनुभएका दाजुभाइ दिदीबहिनीलाई केही सन्देश, नवप्रतिभालाई पनि केही सन्देश? सम्पूर्ण अनि देश विदेश रहनुहुने दाजुभाइ दिदीबहिनीहरू चाहिँ विदेश मात्रै भन्छ होइन। अनि हाम्रो पनि श्रीमान पनि बेसी नै विदेश गएको हो, पहिला गएको, अनि गएपछि अनि बिरामी हुने, फर्केर आउनु पर्ने, अनि धेरै अनि हाम्रो परिवारमा चाहिँ धेरै सङ्ख्या भएको कारणले खाना लाउनदेखि धेरै अनि ऋण बढ्यो। त्यही भएर म चाहिँ यो नौपट्टी संस्थाबाट चाहिँ अबद्ध भएर ऋण लोन खाएर यहाँसम्म चाहिँ अनि आउनुभएको छ। अनि जति पनि देश विदेशमा जानेहरू पनि कतिजना त गएर अनि कमाउन पनि मिल्छ, कमाउन नमिल्नेहरू चाहिँ यो नौपट्टी संस्थासम्म अबद्ध भएर अगाडि बढ्न सकुन्, अनि कृषिमा अगाडि बढेर जान सकुन्। म यही नौपट्टी संस्था र देश विदेशमा रहनुहुने अनि हाम्रो श्रीमान जस्तो, हाम्रो परिवार जस्तो दुःख पाउनेहरूले चाहिँ यस्तै नै नौपट्टी भाषामा अबद्ध भएर त्यसरी कृषिमा अगाडि बढेर जान सकोस्। अनि नौपट्टी संस्थालाई पनि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। धन्यवाद दिदीलाई। नवप्रतिभाको केही आफूले लिएको सुविधा र सहयोगलाई समर्थन गर्दै र देश विदेशमा हुनुभएको दाजुभाइ दिदीबहिनीलाई सन्देश दिनुभएको छ। धन्यवाद हाम्रो दिदीलाई र दाइलाई। यसै गरी हाम्रो नेपालमा पनि आफ्नै गाउँठाउँमा पनि बसेर आफ्नो जीविकोपार्जन गरेर हाम्रो यानिसरा दिदीले जस्तै गरेर 8 जनाको परिवार पाल्न सफल हुनुभएको छ भने हामी पनि विदेशै धाउनुपर्छ जानुपर्छ भन्ने छैन। आफ्नै गाउँठाउँमा पनि खेती किसानी गरेर चाहिँ आफ्नो जीविकोपार्जन चलाएर आफ्नो घर धानिन्छ भने विदेश नजाउँ, आफ्नै स्वदेशमै गाउँठाउँमै गरौँ भन्ने सन्देश हाम्रो दिदीले पनि दिनुभएको जानकारी गराउँदै आजको यस नवप्रतिभामा आबद्ध हुनुभएको यानिसरा दिदीलाई र दाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।